एकदम भाइरल हुनुभयो भने नआच्नु पुरा लुक्नु भयो भने झन् म भाइरल बनाइदिउँला भिडियो। डिजाइनमा बनाएको छ क्या यही दाँतले घुमाच्चे घुमाइदिन्छ मैले यार। फाइनली गाइस हैन आज चाहिँ पार्क घुम्न आइयो हैन। यो पार्क भन्ने कुन पार्क हो त यार? पार्कको नामै थाहा होइन, खोइ कुन भाषामा लेखेछ, बेकारमा पार्क भनेर आइयो। तर यो पार्कमा पनि खुइरेनी पनि घुम्न आने रहेछ। आमामा हेर टक्क खुइरेनी छ, भित्र जाने म त भित्र रामेन जाने हो रामेन ल। अब चाहिँ टिकट काउन्टरमा जान्ला हैन। यो घाम पनि कस्तो घाम, कालो मान्छे झिलिक्क झल्केछ आमा। ल यहाँ चाहिँ हैन क्यामेरा खिच्नलाई 5000 रुपियाँ ल। भित्र भिडियो बनाएको चाहिँ 5000 हैन। ल टक्क उलेर पुरा एकदम दुईजना मामा यति ठुलो घडी छ कि हैन। पुरा जङ्गलमा क्या डिजाइनमा बनाएको छ क्या हैन। हाम्रो गाउँघरको पाहाड जस्तो आमा जङ्गल हैन त्यस्तो त कहाँ छ र यहाँ? केही छैन, तर पनि एउटा डिजाइन बनाएको छ हैन। यसले चाहिँ घाँसलाई काटेर साथमा घडी राख्दैछ अनि त्यति राखे पैसा कमाउने हो, यहाँको बासिन्दाले रोजगार पनि पाउने हो हैन। यस्तै पो हो। अनि नेपालमा केही छैन यार, खाली लुट्न बस्या हो। कोछा भने कोछाको पेट खाली छ हैन। बन्दा भन्ने कुन चाहिँ छ यो? पक्कै योमा पनि राजनीतिको हात हुनुपर्छ हैन। यो चाहिँ लगभग 10 लाखको बजेट आथ्यो होला पक्का नेपालमा। 10 लाखको बजेट आथ्यो होला योमा। अनि लगभग 1 लाखको काम गरेर बाँकी 9 लाख चाहिँ कुर्काए। एउटा दामी टिकटक बनाउन लाग्नु हैन। भाइरल हुनुलाई दियो टिकटक बनाएर हैन। एकदम भाइरल हुनुभयो भने आमा नआच्नु पुरा लुक्नु भयो भने झन् म भाइरल बनाइदिउँला भिडियो। टिकटक बनाइदिउँ र लिनुस्, म बनाइदिन्छु। आम्मामा कोहीको दाँत त यस्तो नै छ हैन। दाँतले हुन्थ्यो भने हैन यही दाँतले घुमाच्चे घुमाइदिन्थ्यो मैले यार। यो दाँतले चाहिँ हुन्न हैन। पन्जा चाहिँ आम्मामा सुपर पावर पन्जा है। खतरा नङ्ग्रा छ हैन। त्यो चाहिँ गोहीको नङ्ग्रा हो। माथिले तेलमा फ्राई गरेर प्याज टमाटर पारेर यस्तो दुईटा हातले लुस्न पाएर आम्मामा यसको दाँत चाहिँ अबि खतरा छ त यार। यसको दाँत त खतरा आमा। दाँत भन्दा पनि यो दामी छ यार। यो दाँत हो साला कस्तो गन्दा एउटा चिज रहेछ यो यार। माथिलाई यो नेपाली गोरुको सिङ हो। त्यो चाहिँ अफ्रिकातिर पाइने ठुला कालेहरूको सिङ हो। दामी छ यार। हेर यो डिफ्रेन्ट कति सानो हो तर यति ठुलो हात्ती चाहिँ हैन यस्तो डब्बाहरूले बनाएको छ कि पुरै डब्बाले हैन। यो पुच्छर हैन, पुच्छर मात्र छ, बाँकी चाहिँ हैन भित्रबाट हेर्ने हो भने भित्रबाट यति खतरा छ कि हैन। पुरा खतरा माथि पुरै यो डब्बाले पुरा एउटा हात्ती बनेको के। कति ठुलो हात्ती छ भन्छिलाई हैन। त्यो डब्बाबाट यो यस्तो डब्बा छ। यो एउटा डब्बा यहाँ राखेर हात्ती एकदम राम्रो तरिकाले डिजाइनको बनाएको कि हात्तीको चोचो हैन। यो हात्ती बनाएको छ, यसलाई चाहिँ निकालेर गर्न पनि मिल्छ। यस्तो डिजाइनमा बनाएको छ क्या। एकचोटि यो पार्क घुम्न आउनु होला। हात्तीको चोचो हात्तीको पुच्छर कि तर हात्तीको सामान चाहिँ रहेन त, खालि पुच्छर मात्र रहेछ। हात्तीको यो सामान यो भनेको बिना सामानको हात्ती रहेछ न। भित्र कानपुरी हुनुपर्ने, कानपुरी छैन हात्तीको यार। खै केही छैन, खालि सुट पुच्छर चाहिँ छ। यति खतरा चित्र छ कि हैन। जिन्दगीमा मैले पैसा कमाएँ भने नि एकान्तमा एउटा घर बनाउँछु यही खोला नजिक हैन। टक्क जङ्गल छ, हिमाल छ हैन। टक्क बिहान घरबाट निस्को पुरा कपडा हैन, त्यस्तै कपडा नाङ्गे कपडा आएर टक्क खोलामा झ्वाम पौडी खेलेर निस्किने मन छ। तर यो छराबाट तल खस्यो भने चाहिँ मरिला हुने डर पनि छ यहाँ। म अब यसो गरेर पुरा मालिक जस्तै बस्ने मन छ।
यहाँ चाहिँ खतरा बनावट बनाखा होइन यहाँ खतरा अरे मभन्दा चाहिँ अग्लो छ सँगले होइन यहाँ दामी छ कि गाडी भित्र अगालो भएर कपाल चाहिँ मेरो जस्तो ठक्क पालो मेरो ल यो तिम्रो बिना त सेम लाग्छ होला होइन छ कि जिराफको मुगो होइन मैले चादर खिलाइनु पर्यो चादर फुल टिपेको 500 रुपियाँ कसैले फुल चाहियो भने भन्नु होला होइन म चाहिँ यहाँ पार्कतिर घुम्दै आएको होइन पार्क घुम्न आएँ यसो कसैले यस्तो चिनो छोड्ने छ भनेको त आमा यहाँ चाहिँ हेर्दै गरेँ कसले चाहिँ चिनो छोडेर गएको यार कसको तरुनी हो यहाँ पुरा यहाँ चिनो तरुनी छोडेर गएको फोटो मिल्यो यार कसको फोटो यार आमा कसको गल मिल्यो त यार यही राखिदिन्छु यार यस्तो आधा खट्टै कस्तो लागिरहेछ म एकदम मजा आइरहेको यार म त रुम जान्न ल म घर अब जान्न होला यार म यही बसिरहेछ किन जाने म यही बसिरहन्छु अब चाहिँ घर जान्न होला यार तपाईँको छोरा घर खेल्ने टाइममा तपाईँ खेल्न आइरहन्छ मामा यार म पनि छोरै हो क्या यार तर खतरा हुने रहेछ चर्के पिन्के सर माटीहरू खन लाग्छ नि खस्ला कि माथि आम्मा हेर्नु नि होइन यो यस्तै हो यार म चाहिँ होइन हात्तीको मुखबाट निस्किन्छु भन हेर्ने बच्चा खेल्ने म खेल्ने आम्मामामा अब रात पर्यो भने चाहिँ रुखको बोट नै रङ्गिन बङ्गिन छ होइन आम्मामा पुरा हर रङ्गिनकै रुखै रुखमा ल यस्तो छ तर आज चाहिँ कस्तो दिनमा यो चाहिँ शून्य छ यार 2-4 जनाको गर्लफ्रेन्डहरू हेर्न पाइयो बाँकी त्योभन्दा अरू केही हेर्न पाइएन